अहिले हामी सूर्यकुण्डमा आइसकेका छौँ। सूर्यको पूजा गर्नलाई लागि पानी लिएर आउँदै हुनुहुन्छ सूर्यजीले। म पनि यहाँ यसो सूर्यकुण्डको चाहिँ अवलोकन गर्दैछु। भगवानको सूर्यकुण्ड यस्तो रहेछ, वरिपरि पहाड रहेछ, जहाँ कुण्ड रहेछ। भगवानको स्थानमा हामी यहाँ आएर अहिले अब सामान हालेर अनि सूर्यको पूजा गरेपछि हामी त्यसपछि आफ्नो गन्तव्यमा फर्किनेछौँ। सूर्य भगवानको चाहिँ हामी दर्शन गर्न आएका। सूर्यकुण्ड भन्न हुँदो रहेछ। परबाट आउँदाखेरि हामी पहिलोपालि आएका छौँ भगवानको दर्शनमा। पहिलो दोस्रो सधैँभरि भगवान अब सधैँभरि आउन हाम्रो सम्भव के होला। सूर्य म यहाँ त्यहाँ भगवानको दर्शनको लागि सूर्यको लागि त्यहाँ पूजापाठको लागि प्रसाद हाल्दै हुनुहुन्छ। धुपबत्ती गर्छौँ, त्यसपछि हामी आफ्नो गन्तव्यतिर अब हामी फर्किन्छौँ। यहाँबाट हाम्रो अब लास्ट दर्शन यहीँ नै होला। अनि हामीले बजाउनलाई यहाँ बाजा पनि सानो बाजा पनि ल्याएर आएका छौँ। हामी एकछिन भजन पनि भन्छौँ पूजा गरिसकेपछि भन्ने विचार गरेका छौँ। भगवान सूर्यले हामीलाई रक्षा गरून्। सूर्यकुण्डमा आउन सफल भइयो, यही नै सबभन्दा खुसीको कुरा। भगवानलाई सुनाउँछौँ। धन्यवाद।